तातो हाल्ने त्यति धेरै चिसो हुँदैन बोकिएन यति मात्रै बोकिँदैछ त स्ट्रिम र यो हामी बोक्दैनौँ त्यही पनि बाटोमा यता हेर बहिनी यता हेर म ल हाम्रो ट्रेकिङ चाहिँ स्टार्ट भयो 4:30 बजेबाट होइन कता गयो साथीहरू कता हो ए उकालो साथीहरू चाहिँ दुईजना ए हामी यता छौँ जाँदैछौँ पानी त झुन्ड्यो त भाइ झुन्ड्योस् ल केही हुँदैन पुरा हो मेकअप आर्टिस्ट ल गुराँस फुलेको रहेछ है भाइ ल जाउँ जाउँ अब भाइ ल हामीले लाइट अफ गरेर उज्यालो भइसकेको छ तर यो चाहिँ अफ गर्नु हामीले गुराँस मजाले देख्नेछौँ क्या आज लाइट अफ गरेर हिँड्दैछौँ उज्यालो भइसकेको छ तर मेरो मोबाइलमा लाइट त्यति नआएर मैले फ्ल्यास लाइट बालिरहेको छु इस हाम्रो 3जना लक्का जवानहरू अगाडि मलाई छोडेर म त गुराँस देखेँ नि त्यही भुलिन्छु जस्तो छ आज त जाउँ जानु फेस देखा छैन ल 5:30 खिचिरहेको छु यस्तो ए हो भिडियो पो खिच्दैछु बल्ल उज्यालो भयो भनेर क्या 5:30 बज्यो सन राइज भयो बादलले छेक्यो क्या है क्या किन भाइ दामी रहेछ भरे हिँड न भाइ जाउँ न सरसर हामी हिँड्दै किन नुन चाहिँ ल्याउनु बिर्सेर क्या कागती मात्र त्यो चाउचाउको नुन हाल्नु न त होइन मिठो मसला हुन्छ त्यसमा त अघि नुन भन्दै थिएँ कि बिर्सेछु हाम्रो यो भ्यू अहिले त हाम्रै हो बस्छ त भाइ कागती मात्र भयो माथि घरहरू पाउँछ भने चाहिँ है पाउँदैन नि होइन गाह्रो पर्छ इलेक्सनमा पाउँछ भने जस्तो लाग्छ पछाडि हेर डोलमा हाम्रो यो ट्रेल चाहिँ दामी छ क्या भाइ त्यही भएर अलिकति खिचौँ राम्रो आउँछ होला अब अगाडि होइन जति अब सुरुमा चाहिँ एक्साइटमेन्ट अलिक हाई हुन्छ क्या लेभल अहिले त्यो फर्किरहनु त्यही भएर मैले यो घाम नलाग्नु भनेको थाके नि हो हिँड्नु देख्यो वाउ मेरो नि खिच्दिनु न 5x मा खिच्दै ल वाउ डोलमा वाउ नजिकबाट लिन्छ नि म आउँछ नि तपाईँको पालो ल वाउ 5x बाट दामी देख्दछ है त्यहाँ पुगेपछि जाने त नजाने देखाउने भयो वाउ आउनु कि त्यो गुराँस जमजम आज त 10 घन्टा लाग्यो नि